अब म हिँडेको घर हो ल हेर्नुहोस् ल गाइस म चाहिँ अब अन द वे होइन घर जानु आँटेको होइन अनि यहाँनिर हाम्रो एउटा दामी साथी छ जिग्री फ्रेन्ड ल हेर्न यहाँ ल एयरपोर्ट पनि आइयो यस्तो छ है एयरपोर्टबाट घर जानु गाइस हामी अब यहाँ दिल्ली एयरपोर्ट आइयो ल हेर्नुहोस् है अब यहाँ हाम्रो कहाँनिर छ भन्दाखेरि यहाँनिर हेर्नुहोस् यहाँनिर ल अब हो मेरो प्लेन चाहिँ कहाँबाट लाग्छ भन्दाखेरि चाहिँ हेर्नु पर्यो ए यहीँ रहेछ अलिअलि त पनि घुम्नु त पऱ्यो नि त ओ गाइस होइन यही छ हाल चाहिँ यहाँ बेग कता मान्छे कता ल अब यहाँनिर बोर्डिङ पास ट्याक गरेर लिनु पऱ्यो हो लिएपछि चाहिँ गाइस अब हामी हिँडिन्छ घर हो घर हिँड्नुको लागि चाहिँ मेरो स्पाइजेट भने जस्तै हो यहाँ स्पाइजेटमा हिँडिन्छ हो यताबाट पस्नु पऱ्यो होला नि त यहाँनिर चाहिँ कहाँबाट रहेछ हौ लामो रहेछ ए सबै तिमी पो जाने रहेछ नि त मान्छेहरू त पुरा एकदम धनाधन छ लाइनमा ड्याङ्की ड्याङ छ है गाइस लाइनमा चाहिँ हो ल गाइस बोर्डिङ पासहरू सबै भइसक्यो हो यहाँनिर हाम्रो दिदीहरूलाई पनि भेट्यो यहाँ मस्तसँगले दिदीहरूसँग होइन यहाँ दिदीहरू हो ल अब चाहिँ हामी बागडुग्रा गयो हो गाइस गेट नम्बर 10बाट जानुपर्ने लो को आएको छैन यहाँनिर हेर्नु सक्नुहुन्छ होइन यहाँ हाम्रो भान्जाहरूको चाहिँ यहाँ टक्कसँग यस्तो रहेछ हो यहाँ दिदी ल गाइस हामी अस्ति के भन्छ आउँदाखेरि यहाँनिर 12 घन्टा यहाँनिर बसेको यहाँनिर सुतेको यसरी नै सुतेको गाइस हामी हो अब यहाँनिर दिदीहरूसँग आउँदाखेरि चाहिँ के पत्ता छिटो हुन्छ कि अलिकति भयो भने छिटो भइदियो भने त राम्रो कुरो हो होइन अनि हामीले पिज्जा खाएको चाहिँ कहाँ हो भन्दा पिज्जा बर्गर भन्दाखेरि यतातिर छ यहाँनिर डोमिनोस छ होइन यहाँनिर 12 घन्टामा चाहिँ टिकटभन्दा बेसी लाग्यो पैसा हो बसेर खाएको चाहिँ स्पाइजेटमा एउटा स्पाइजेट यहाँ छ यो पुरै लास्ट एन्डिङको एयरपोर्टको नजारा है होइन लास्ट यहाँदेखि चाहिँ अब कहीँ केही छैन भन्दा पनि हुन्छ अब यहाँ यही हो हामी लास्ट पनि हामी नै हो फर्स्ट पनि हामी नै हो तर हाम्रो चाहिँ फ्लाइट लेट भयो होइन ल हेर्नुहोस् दिल्ली एयरपोर्ट यहाँनिर तपाईँहरूलाई देखाएको ए बल्ल बल्ल आएर एयरपोर्ट देखाएको चाहिँ नभन्नु है फेरि गाडी केही त बोला भन न पुरा लजाउँदो रहेछ भानिस फेरि हो होइन वहाँनिर घर जानेको लागि चाहिँ पुरा मेकअप सेकअप गरेर आएको भन्छन् फेरि हो भगवान् होइन अनि कस्तो लाग्दैछ त अहिले गाउँ जाँदाखेरि फिल कस्तो हुँदैछ मनमा फर्स्टपल्ट होइन गएको पहिला पनि 10 सालमा परिवार लास्ट 10 वर्ष बादमा जाँदैछन् तर 10 वर्ष पहिला सानोमा गएको अरे तर अहिले जाँदाखेरि चाहिँ लादेन जस्तै देखेको छ मान्छेलाई हो लादेन
अनि हामी चाहिँ किन घुमेको भन्दाखेरि चाहिँ अब अलिकति भए पनि फ्लाइट लेट छ अनि यसो के बसिराख्नु भनेर अल्छी लागेर चाहिँ हामी घुमेको ल खाली किन बस्ने यतिकै घुम्ने ठिक छ नि त भनेर चाहिँ यतिकै हानेको राउन्ड गाइस होइन अनि यहाँ चाहिँ अब ल गाइस अब हाम्रो यहाँ बोर्डिङ पास स्टार्ट भयो ल अब हामी फ्लाइटमा चढ्नुको लागि रवाना भयो गाइस बल्ल बल्ल आयो हो अनि अब जस्ट हिँडेको अनि दिदी कस्तो के लाग्दैछ त राम्रो लाग्दैछ बिहान बिहानै होइन अलिकति लेट भयो त अनि भन्छ रमाइलो चलो ठिकै छ रमाइलो गर्नुपर्छ ल हामी पनि हिँडिँदैछ है यहाँनिर अब चाहिँ हामी 10:30 बजीसम्म चाहिँ पुगिन्छ कि भन्ने आशा त थियो तर अलिकति भयो भने लेट हुने पऱ्यो होइन यस्तो चाहिँ यहाँ चाहिँ ल स्पाइजरले पनि वेलकम गरिदियो है हामीलाई फेरि फोटो सोटो खिच्नु पऱ्यो भने त त्यस्तो फोटो खिच्नेको त सिनै रहेनछ गाइस यहाँ स्पाइजरले त होइन दामी गरिदिएको रहेछ नि त ल हेर्नुहोस् यहाँ डाइरेक्ट होइन ए ल हल्का फोटोसुट हानिदिनु पऱ्यो भनेको त छैन नि यहाँ त यस्तो मजाले यहाँनिर हामीलाई त यहाँ स्वागतम गरिदिएको रहेछ हो ल अब एकैचोटि प्लेनभित्र पसेर अलिकति भिडियो त्यहाँबाट एकैचोटि बाटो सियोसु अब फाइनली हामी एन्ट्री भयो स्पाइसजेटमा हो अनि कस्तो के लाग्यो तपाईँलाई हाम्रो मेरो चाहिँ ए हो ल ल ल मलाई साइड दिनु यहाँनिर फेरि अहिले फेरि बस चल्छ फेरि अहिले यहाँ सिट चाहिँ यस्तो छ यहाँ सिट चाहिँ नि ए कति हो बागडोगरा एयरपोर्ट आइपुग्यो हो उत्रिन थाल्यो यहाँ चाहिँ अलिकति भिडियो बनाउनु दिँदैन
लुकी बनाउनुपर्छ यहाँनिर हो। क्यामेरा ट्याक्क कानमा फोन लगाए जस्तै गरेर लिएको मैले भिडियो। यो चाहिँ दिनु खोज्दैन रहेछ नि त। अनि यो चाहिँ पुरा एकदम चुपचापले लिएको, थाहै पाएन, कसैले थाहा पाएन मैले भिडियो गरेको पनि। कानमा चिपेर भिडियो गर्दै थिएँ, राम्रै आयो आउनु। मानिसहरू पनि नगर्ने मामा नगर्नु भनेको थिएँ, त्यो पनि हालिदिएको भिडियो चाहिँ। ल हाम्रो जर्नी चाहिँ दिल्लीदेखि लिएर बागडोग्रा एयरपोर्ट चाहिँ आइपुग्यो राम्ररी नै कुशल मङ्गल स्पाइसजेटमा।